फ्याबुलो तपाईँहरू सम्पूर्णलाई है। अब चाहिँ म नानीको स्कुल जानु आँटेको, किनभने आज नानीको स्कुलमा चाहिँ पिटिएम छ नि त, प्लस यो डोनेसन ब्लड डोनेट क्याम्प पनि राखेको रहेछ कि, अनि जानु नै पर्ने अरे हो साथीहरू। त्यसले गर्दाखेरि चाहिँ नानीभित्र अब रेडी भइसकेको छ। अब हामी चाहिँ जाने, म पनि अब जुत्ता लाउँदैछु हो, तयार त अलमोस्ट भइसकेको छु। अनि आज आमा चाहिँ घरमा 12 बजीसम्मको लागि एक्लै हुन्छ। नानी मान्छे छु आज यता हाई भन्दै फ्याबुलो भन्दै साथीहरूलाई हाई फ्याबुलो सोप्पा दिले टासी दिले। अन्त अरू के छ स्कुलमा थाहा छ तँलाई? थाहा छैन होला तर पिटिएम छ, ब्लड डोनेसन क्याम्प छ। अन्त अरू पनि के हुन्छ कि साथीहरू, म देखाउँछु ल तपाईँहरूलाई। त्यो नानीहरूले त्यो उयो गरेको क्या त, के कलाकृतिहरू बनाएको हो क्या, त्योहरू होला सायद मेबी है। भित्र अब गएर नै देखिन्छ के हुन्छ कसो हुन्छ। ल अब म त जुत्ता लाउँदैछु अहिले। हेलिकप्टर चाहिँ कम्ता आउँदैन यहाँनिर, यहीँ परनिर त्यो आर्मी क्याम्प छ कि, त्यसले गर्दा उनीहरू उडाइबस्छ क्या हेलिकप्टर चाहिँ ढुई दिनैभरि है है है। हेलिकप्टर चाहिँ किन उडाएको? अब उनीहरू प्र्याक्टिस गरेको नि, कसै ट्रेनिङ गर्नेहरू हुन्छ नि त, त्यही ट्रेनिङहरू गरेको उनीहरूले। ल म चाहिँ रेडी भइसकेँ। अब मेरो दुःखमा होस् या सुखमा होस्, मलाई साथ दिने चाहिँ के गर्नु, लानै पर्यो, हेर्नै पर्यो होइन। त्यो दिदीले खाएन भनेको जस्तो क्या। अब हामी पनि गयौँ ल आमा। हो त ल अलवेज। कोही बेला सधैँ चाहिँ होइन, कोही बेला। फाइनली भेट भयो केटा हो, फाइनली जस्तै फाइनली रेडी भइसक्यो। ल जाउँ होइन। आमा चाहिँ यहाँभित्र। ल कति बेला जाने आमा? पर भाडा लगेर हामी 11 बजीतिर जाने कि, त्यो दिइराख्यो हो, अनि 12 बजी जाने। हामी 12:30 1 बजी आइपुग्छौँ ल। ओके ल बाई। चलो अब गएर चाहिँ टोटो हेर्नु बाहिर, टोटो छैन भने चाहिँ फोन गर्नुपर्छ टोटोको लागि हो। अब हामी जाँदैछौँ इमम इन्डिया मोनास्ट्री फर बुद्धिस्ट स्टडी। अहिले चाहिँ हामी गेट बाहिर छौँ हो, टोटो छैन रहेछ। अन्त मैले दाजुलाई फोन गरेको छु है, आउनु रहेछ, 5 मिनट लाग्छ होला। घर त यहीँ पर हो नि त यता। अन्त त्यही टोटोमा चढेर जानुपर्छ। यहाँ हेर्नु न, देख्नु भएको थियो, मैले देखाएको थिइनँ है पहिला है यस्तोहरू। यो चाहिँ सायद हुनसक्छ भुटानिस, मतलब भुटानकोहरूले बनाएको होला यो, त्यस्तो लाग्यो मलाई। यहाँ भुटानकोहरू आएको नि त पहिला, सबै यिनीहरू बनाउनु क्या त। सेम यस्तै छ एकजना यहाँ हेर्नुहोस् त, देखिन्छ। प्रत्येक सोमबार गुम्बा बन्द रहनेछ नेपालीबाट। एभ्री मन्डे क्लोज। यो नेपालीबाट भनेको मैले। अन्त यता पनि छ लिचीको बोर्ड जस्तो रहेछ है। मौसम चाहिँ फेरि आज यस्तो भइरहेछ हो। बिहान त सिमसिम पानी पर्दै थियो नानी, बिहान सिमसिम पानी पर्दै थियो है। नानी र आमा चाहिँ बिहान मसरुम खोज्नु जाँदाखेरि चाहिँ पानी पर्दै थिएछ, छाता ल्याउनु आएको थियो। मसरुम कतिवटा पायो अरे? 4टा मसरुम पायो। ए फाइनली टोटोमा आयो हाम्रो। बस आएन आज? होइन आज बस आउँदैन, आज यिनीहरूको पिटिएम हो नि त।
फोनेक्स। अहिले चाहिँ हामी चम्पासरीमा छौँ साथीहरू हो। अब यहाँबाट चाहिँ भित्र पस्नु छ मिलन मोडको लागि। हामी नानी छ के आमाको नाम है नामको। ल साथीहरू अब हामी जाँदैछौँ ल यहाँबाट। भाइ देखाए त नानी यही एउटा चाहिँ छोरीले बनाइदियो अनि टालिरहेको छ। हो एकछिन पर्छिनुहोस् सर, एकछिन बस्नुहोस् सर। अहिले चाहिँ हामी नानीको स्कुल आएको कि यस्तो देख्दैछ। यहाँ चाहिँ बसहरू तल छ यो टाइममै। यो के होला नि? हाइड्रोलिक ब्रेक। यो चाहिँ कसरी उयो गर्छ देखाइदिनु नि एकपल्ट। ओ अच्छा अच्छा यो सबै यहाँ चाहिँ यो नानीहरूले सबै आफै उयो गरेको छ साथीहरू। गौरव शर्मा यो चाहिँ नि यो त हाम्रो उहिलेको पौराणिक ह्यान्डमेड। यो ट्रेन होइन के हो यो? अच्छा दिनभरि पोल्युसन बढ्दैछ अनि एउटा रिजन चाहिँ गाडीदेखि जो धुवा निस्किन्छ त्यसले गर्दा हो। अनि यो प्रोजेक्टमा चाहिँ लाइक यो आइआरसिएसहरू जब पनि यसको छेउमा गाडी हुन्छ तब लाइक यो एक्टिभेट गर्नुहोस्, सिस्टमलाई एक्टिभेट गरिदिन्छ। अनि गाडीदेखि जो पनि धुवा निस्किन्छ त्यो यो पाइपदेखि गरेर यहाँ यो चेम्बरमा जान्छ। यो चाहिँ 15 चेम्बरमा जान्छ ताकि यो कार्बन फिल्टर्सले गर्दा यो प्युरिफाई हुन्छ। यहाँ फेन छ जसले प्युरिफाइड एयरलाई लाइक एटमोस्फियरमा छोड्नुहुन्छ। अनि यो प्युरिफिकेसनको वर्क जतिवटा 10 पार्टिकल्स लाइक रक छ यो तिनवटा चेम्बरमा स्टोर हुन्छ। अनि त्यो 10 पार्टिकल्सलाई हामी युटिलाइज गरेर सिङ्कमा बदल्न सक्छौँ। अनि यो होल सिस्टम चाहिँ बेटरमा यो बेतको हाम्रो नाम चाहिँ स्मार्ट हेलमेट हो। स्मार्ट हेलमेट। अनि स्मार्ट हेलमेटमा चाहिँ भित्रपट्टि 4टा बटन्स हुन्छ। 4टा बटन्समा चाहिँ अब कुनै मान्छेले चाहिँ हेलमेट लगाउँदाखेरि चाहिँ बटन्स हुन्छ त्यो हाम्रो टाउकोले गर्दा चाहिँ अटोमेटिकली प्रेस हुन्छ। प्रेस भएर चाहिँ हाम्रो गाडी स्टार्ट हुन्छ। तर अब कुनै मान्छेले हेलमेटै लगाएको छैन भने त्यसको गाडी नै स्टार्ट हुँदैन। आज हामी हेर्दैछौँ कि लाइक कतिजना मान्छेले हेलमेट लगाउँदैन। त त्यही भएर चाहिँ हामी भन्न चाहन्छौँ कि हाम्रो प्रोजेक्टमा चाहिँ यो छ कि अगर हेलमेट लगायो भने मात्रै उसको स्टार्ट हुन्छ, हेलमेट लगाएर स्टार्ट हुन्छ। अच्छा प्लस आफ्नो गाडीको सेफ्टीको लागि पनि हो है। आफ्नो खुदको सेफ्टीको लागि ट्राफिक इन्जुरिजले बचाउँछ हामीलाई। सो हामी बस सबैलाई हेल्प गर्न चाहन्छौँ। सबै कुरा नेसेसरी हुन्छ किनकि अब एउटा सेफ्टी रुल्स पनि हो यो अनि हामी खुदलाई पनि प्रोटेक्ट गर्न सक्छौँ। त्यसले गर्दा चाहिँ हामी यो बनाएको छौँ यो कि सबैलाई एउटा नेसेसरी गर्नुपर्छ हेलमेट लगाउनलाई। फ्युचरमा चाहिँ अब यो है आयो भने चाहिँ राम्रो हो। फ्युचरमा चाहिँ यहाँबाट कुनै वायरले कनेक्टेड पनि हुँदैन कि पाइपसित बस सेन्सरले गर्दा चाहिँ सेन्स भएर चाहिँ यहाँ दामी दामी स्मार्ट डस्टबिन डेमो डेमो यस्तोहरू बाहिर युज गर्नु नि हुँदैन स्कुलमा पनि हुन्छ है। तर अहिले गरेको छैन होला होइन, फ्युचरमा अब गर्नु सक्छ। गुड। यो चाहिँ के हो खै त यो के हो भाइ? ब्रदर ये G20 सऊदी अरेबिया का मॉडल है। ये इसे कैसे काम करता है, जैसे ये कंट्री देख रहे हैं आप, ये कंट्री है सऊदी अरेबिया। इसका जो जितने अंदर जितने भी प्लेसेस हैं इसको याद करने का एक मस्त गेम है। ये कैसे गेम है? ये एक पिन पकड़ो आप, एक पिन पकड़ो आपको एक इधर वो इधर वो होगा। हाँ कोई भी नोट पेड डाल दिए। अब इस प्लेस का नाम आपको पता नहीं है, कैसे काम करेगा? ये दूसरा पिन देख रहे हैं, हम लोग इसमें से टच कराएंगे। जिसमें से भी वो प्लेस का नाम इसमें आवाज़ कर गया तो वो प्लेस का नाम वही है। अच्छा वैसे ट्राई करूँगा। ट्राई करते हैं।
नहीं आ रहा है मतलब प्लेस का नाम वो नहीं है। नहीं आया 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 नहीं, ये लाइन का नाम नहीं है। आया है ये रहा अशराबरा अशराबरा। तो इस प्लेस का नाम है अशराबरा। कैसे काम किया ये डॉट ये दोनों एक दूसरे से कनेक्टेड है फ्रॉम इनसाइड। इट वर्क्स लाइक दैट। ऐसे काम लर्निंग गेम है प्लेसेस याद करने के लिए कोई भी कंट्री का। यसको जिउमा पहिला एउटा बटकल हुन्छ अनि जब राम्रो फेभरेबल कन्डिसनमा हुन्छ नि त्यति बेला चाहिँ डिट्याच गर्छ अनि त्यो डिट्याच भएको जुन पर्छ त्यो चाहिँ आफै हाइट गर्नुहुन्छ। यो के अरे भाइ यो हाम्रो के हामी गाईको गोबरबाट कसरी इलेक्ट्रिसिटी जेनेरेट गर्ने किनकि आजकल फ्रिक्वेन्ट इलेक्ट्रिसिटी कट्स भइरहेको छ अनि त्यसको लागि चाहिँ हामीले दुईवटा खाली ब्याट्री अनि त्यसलाई पोजिटिभ र नेगेटिभ वाले कनेक्ट गर्छौँ। त्यो पिङ्कवाला चाहिँ पोजिटिभ हो जुन चाहिँ स्विचको थ्रुबाट जान्छ अनि यो व्हाइटवाला जुन चाहिँ छ यो चाहिँ नेगेटिभ हो जुन डाइरेक्ट बल्बमा जाँदैछ। अनि त्यहाँबाट ब्याट्रीलाई हामीले दुईवटा सेपरेट कन्टेनरमा हाल्यौँ अनि यसमा काउडनको र मतलब गोबर र पानीको मिक्सचर हालिदिउँ। अनि त्यो हालेपछि चाहिँ यो गोबरमा कतिवटा ब्याक्टेरिया हुन्छ जसले केमिकल एनर्जीलाई इलेक्ट्रिकल एनर्जीमा कन्भर्ट गर्छ। अनि जब हामी यसलाई स्विच गर्छौँ यो स्मल स्केलमा जान्छ अगर जो अझै ठुलो स्केलमा गर्नु छ भने चाहिँ ग्रेफाइट्स जस्तो हजुर अलिअलि यस्तो फ्युचरमा युज गर्न सक्छ है। अनि यसलाई हामी अझै ठुलो लेभलमा गर्नुको लागि ग्रेफाइट्स लिनुपर्छ कि अझै इलेक्ट्रिक यसमा ब्याट्री मात्रै लिएको छ भने त ब्याट्रीले त्यति इलेक्ट्रिसिटी जेनेरेट गर्न सक्दैन तर ग्रेफाइटले चाहिँ अझै बेसी गर्छ। के गर्छ भनेदेखि चाहिँ सेतो कलरको सर्फेसको अलावा चाहिँ अरू सबै कलरको सर्फेस भएर सक्छ अनि जहिले पनि सेतो कलरको सर्फेस हुन्छ त्यति बेला चाहिँ के भएर उठिन्छ कि आफ्नो आफै चेन्ज गर्छ। यो चाहिँ आयर सेन्सर्स लागेको छ त्यसले चाहिँ थाहा पाउँछ कि यसमा सेतो कलर हुन्छ अनि तपाईँले सोच्नु पनि होला सेतो कलर किन हेर्नु सक्दैन भनेर किनकि यसको युरोपबाट चाहिँ प्रोग्राम गरेको हुन्छ कि यो सेतो कलरको सर्फेसमा चाहिँ हेर्नु सक्दैन। अनि यसको मोटिभ चाहिँ के हो? इन्डस्ट्रिजहरू फ्याक्ट्रिज एन्ड इन्डस्ट्रिजहरूमा चाहिँ ट्रान्सपोर्टेसन गरेको लागि। अच्छा नमस्ते कस्तो हुनुहुन्छ ठिकै हुनुहुन्छ? यो चाहिँ अब्स्टिकल अभोइडिङ रोडहरू अब बाटोहरूतिर एक्सिडेन्टहरू थुप्रो हुन्छ होइन अगाडिबाट गाडीहरू आउँदै गरेको हुन्छ या फिर केही पनि अगाडिबाट आउँदै गरेको हुन्छ यसले चाहिँ आफै त्यो सेन्स गर्छ। यसमा यसरी प्रोग्रामिङ गरेको छ कि यसलाई यो सेन्सरले अगर अगाडिबाट केही पनि सेन्स गर्यो भने यसले आफ्नो डाइरेक्सन आफै चेन्ज गर्छ। डेमो देखाउँदा हुन्छ? अगाडि के आयो भने थाहा पाइहाल्दो डाइरेक्सन चेन्ज गरिदिइहाल्दो। दामी दामी। ल साथीहरू यो चाहिँ हो नानीहरूको स्कुल बाहिरबाट यो चाहिँ हो। ल गाइस फाइनली हामी चाहिँ निक्लेको यहाँबाट है। लो त गाइस अहिले चाहिँ हामी चम्पासरीबाट बिलन मोडबाट चाहिँ हिँडिसकेको छौँ। हामी यहाँ टक्क चम्पासरी जाने आज चाहिँ त्यो एक्जिबिसन प्लस उयो पनि थियो नि त त्यसको विकली टेस्टको रिपोर्ट पनि थियो हो त्यो पनि हेऱ्यो राम्रै गरेछ। ल र साथीहरू अहिले चाहिँ बेलुकाको 5:30 हुँदैछ हो। हामी चाहिँ 12:30 समथिङ त्यस्तै भएको थियो होइन। म र नानी चाहिँ स्कुलबाट आयौँ टक्कै आमाले खाना ल्याइदिइराख्नु भएको रहेछ हो। अन्त खाइहरू चाहिँ फेरि म चाहिँ ड्युटी जोइन गर्नुपर्ने सो ड्युटी जोइन गरेँ अनि अहिले चाहिँ नानीलाई चाहिँ टक्क ट्युसन पुऱ्याइराखेर चाहिँ म आएको है हावाघरमा। हेर्नुहोस् हावाघरको दृश्य यो लुङदारहरू लगाइरहेछ यहाँनिर पूजा गरेर चाहिँ यो लगाएको है। अब अरूले पनि लगाएको प्लस यहाँ गुम्बाको थ्रुबाट पनि लगाएको हो। अनि नानीको एक्जिबिसन चाहिँ एकदम राम्रो भयो है साइन्सको रहेछ हो। अनि
टिचरहरूको सपोर्टद्वारा चाहिँ उनीहरूले प्रोजेक्ट बनाएको रहेछ होइन, गरेको रहेछ। अब भविष्यमा चाहिँ हामीले चाहिँ यस्तो काम गर्नु सक्छौँ भनेर नि अब यस्तो यस्तो यो उपकरणहरू बनाएर चाहिँ अब समाज उसको लागि चाहिँ अब राम्रो काम गर्न सक्छ देशको लागि भनौँ न होइन, त्यस्तो टाइपले दर्शाएको रहेछ, जो चाहिँ मलाई एकदम दामी लाग्यो, राम्रो लाग्यो साथीहरू है। यहाँ चाहिँ निमको पत्ता, ज्वरोको दबाई। ल साथी त्यस्तै थियो आजको भिडियो है। तपाईँलाई होप मन पऱ्यो होला, मन पऱ्यो भने चाहिँ सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु ल। अनि यही भन्दै तपाईँहरूबाट बिदा लिँदछु, नेक्स्ट भिडियोको साथ भेट्ने बाचा गर्दै ल। बाई बाई साथीहरू, मस्त नि स्वस्थ रहनु होला, बाई।